आजै बिहानै नुहाएको त आजै घाम लाग्दैन, डमक्क बादल पो आउँछ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई अनदर मिनी भ्लग। यो कालो करे चाहिँ हामीले केही दिनको कामको लागि ल्याएको थियौँ र आज यसलाई हामी फाइनली रिटर्न गर्न जाऊँ भनेर रिटर्न गर्न जाँदैछौँ। बिहान बिहान नुहाएको त अलि चिसो चिसो भइरहेको थियो। मलाई चाहिँ बाबुलाई बाई गरेर यो करे मालिकको घरतिर करे बोकेर लुई लुई लाग्यौँ हामी करे फिर्ता गर्न। मौसम यस्तो चिसो गरेको थियो नि आज बिहानै, अनि हिँड्दा हिँड्दै ठ्याक्कै करे मालिकको घरमा पनि पुग्यौँ। तर मालिक भित्र ढोका लाएर बस्नु भएको रहेछ। कति आवाज लाउँदा पनि सुन्नु भएन। बाहिरदेखि धेरैचोटि बोलायौँ तर नसुनेपछि अब हामी पनि बाहिरै त्यहीँ छोडेर घरतिर लाग्ने बेलामा तरकारी पनि लिइहालौँ भनेर तरकारी पसल छिर्यौँ। तरकारी पसलमा अब अरू तरकारी त के हुनु, काउली पनि कति खानु भनेर आज हामीले चुच्चे करेला लिएर आयौँ। त फेरि आज पनि नानीले होमवर्क कम्प्लिट गरेको रहेनछन्, अनि बल्ल बल्ल होमवर्क कम्प्लिट गराएर उनीहरूलाई स्कुलको लागि पठायौँ। मैले जुन फोन युज गरिरहेको थिएँ आइफोन 10, यसमा चाहिँ ब्याट्रीको एकदम धेरै प्रब्लम भएर मलाई एकदम गाह्रो भइरहेको थियो कि, सो आज मैले यसलाई चेन्ज गरेर मेरो लागि न्यू फोन लिएँ। यत्रो वर्ष चलाइरहेको फोन साट्न चाहिँ मलाई एकदम धेरै गाह्रो भइरहेको थियो। आजलाई यति नै, बाई बाई।